वेलकम टु माई टिकटक रेसिपी च्यानल हि हा हा। आज चाहिँ म हजुरलाई के पकाएर खुवाउँदैछु त ल हेर्नुहोस्। आज मैले खिर पकाएर खुवाउँदैछु है त। यो फुल क्रिम मिल्क युज गरेँ खिरको लागि। मैले 3 लिटर र मजाले उमाले त्यसलाई। त्यसपछि यता चामल भिजाएर राखेको थिएँ र यो मलाई ड्राई फ्रुट्समा काजु एकदम धेरै मनपर्छ, त्यही भएर काजु मात्र फ्राई गरेँ। आफूलाई जे मनपर्छ त्यही त हाल्नु पर्यो। र चामल हल्का भुटेपछि चाहिँ दुधमा खनाइदिए। दुधलाई चाहिँ अलि बेर पकाउनु होला। त्यसपछि मजाले चलाई पकाउनु पर्छ खिर चाहिँ, नत्र तल तल डढ्छ साथीहरू। मजाले चलाएपछि चाहिँ यतिका बाक्लो हुन्छ, दुध सुक्दै जान्छ र चामल पाक्दै जान्छ। त्यसपछि चिनी आफूले कति खानुहुन्छ स्वाद अनुसारले हाल्नुहोस्। मैले चाहिँ 4 चम्चा चिनी राखेको थिएँ र यतिका छड्किएपछि चाहिँ खिर यसरी रेडी हुन्छ साथीहरू। ल हेर्नु है त, मेरो चाहिँ उहाँले खाएर टेस्ट गर्दै हुनुहुन्छ र वाउ भन्नुभएको। यसरी नै मिठो मिठो पकाएर खानु होला साथीहरू। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।